मैले बुझेको, देखेको, भोगेको, पढेको र अनुभव गरेको कुराहरूले यति भन्न सक्छु कि एउटा गणतान्त्रिक मुलुक यस्तै यस्तै नै हुन्छ। गणतान्त्रिक मुलुकमा नेता सधैँ प्यारो भइरहँदैन। हिजो हाई हाई गर्दै काँधमा चढाएको नेता पुनः जमिनमा बजारिन्छ। यो कुनै दुर्भाग्य होइन, यो गणतन्त्रको स्वभाव हो। इतिहास पल्टाएर हेर्दा नेपालमा यो सत्य छर्रङ्ग देखिन्छ। आज जहाँ बालेन छन्, हिजो त्यहाँ अरू कोही नेता थिए। तर कामना, आज जहाँ अरू नेताहरू छन्, त्यहाँ बालेन चाहिँ नपुगुन्। चुनाव 2082 तातिँदैछ। चोक चोकमा चुनावी माहौल छ। चिया पसलहरू तातेका छन् राजनीतिक गफले। घामले रुखको छाया पनि छेडे जस्तै आक्रोशले धैर्यको बाँधहरू भत्काएका छन्। हँसिया मार्तोलले फुटाएका सपना बोकेका जनता आज सबैबाट बिलासिएर नयाँको खोजीमा लागेका छन्। तर प्रश्न चाहिँ त्यही हो, नयाँ चाहिँ के? केलाई भन्ने नयाँ? म ओलीलाई बच्चा मार्ने अपराधी नभनौँला। म ओलीलाई बच्चा मार्ने अपराधी नभनौँला। तर यदि ओलीले बच्चाको टाउकोमा ताकिक ताकिक गोली हानेका होइनन् भने प्रचण्डको काँधमा पनि 17,000 को भार नबोकाए हुन्छ। हिटलरलाई तैँले गरेको होलोकास्ट नभने हुन्छ। अमेरिकालाई के हो दोष? हिरोसिमामा पड्काइदियो बम। म गणतन्त्रको वकालत मेरो सास रहउन्जेलसम्म गर्नेछु। तर सत्ताको कुर्सीमा चलेको यो 3 दलको म्युजिकल चेयर कतै पनि गणतन्त्र होइन। एरिस्टोटल भन्ने एकजना महान फिलोसफरले यस्तो अवस्थालाई ओलिगार्की भन्ने एउटा शब्दले नामकरण गरेका थिए। संयोग नाम मिलेको छ, ओलिगार्की। यो ओलिगार्कीको म विरोध गर्छु। म न कुनै पार्टीको मान्छे हुँ, न झोले हुँ, न घन्टे हुँ। म स्वतन्त्र हुँ, त्यसैले निष्पक्ष बोल्न सक्छु। न मलाई कसैको डर छ, न नै वास्ता। तर म विचारविहीन भने होइन। म साम्यवादी समाजवादको धार बोकेको मान्छे हुँ। कम्युनिस्ट हुनु भनेको परिवर्तन खोज्नु हो, स्थिरतामा रमाउनु होइन, जडतालाई चिर्नु हो। सरल भाषामा भन्दा लेफ्ट र राइटको बीचमा होइन, परिवर्तन खोज्नु। त्यो चाहिँ साँचो लेफ्टिस्ट हुनु हो। त्यसैले मेरो 1 भोट चाहिँ परिवर्तनलाई। मलाई थाहा छैन बालेन रवि जोडीले के कति गर्लान्। तर यदि हामीले 10 वर्ष यी नयाँलाई ढुक्क भएर लु केही गर भनेर छोड्यौं भने 5 वर्ष संस्थागत फोहोर सफा गर्न, 5 वर्ष विकासको जग बसाल्न केही न केही त अवश्य हुन्छ। तर हेक्का रहोस्, हिजो जसरी दरबार जलाउनु जनता बाध्य बनेका थिए, भोलि पनि त्यस्तै अवस्था आउन सक्छ। जसरी देउबा दम्पतिलाई देउबा निवासमै कुकुर र तिमीमा के फरक हो भनेर सोधिएको थियो, त्यही ठाउँमा भोलि बालेन र रवि पनि हुन सक्छन्। हेक्का रहोस्। सत्ता स्थायी हुँदैन। जनताको धैर्यको बाँध टुटे त्यस्ता सत्ता ढल्न कति चाहिँ बेर लाग्दो रहेछ। अस्तिको आन्दोलनमा देखिहाल्यौ त। तर आश सहित मेरो 1 भोट परिवर्तनलाई।